तपाईँ बेलनै हो क्या? नै त्यस्तो बेलन भन्छ नि गाउँघरतिर। हजुर होइन तपाईँको यो सबै कुरा सुन्दा चाहिँ हजुर तपाईँ त बेलनै जस्तो पो देखियो त। बेलन त सर अब एउटा गाउँघरमा बोका ठुलो बोका पालेको चाहिँ अब होइन पैसा उठाउनेलाई चाहिँ बेलन भनिन्छ सर होइन। तर म पैसा त उठाउँदिनँ सर। पैसा चाहिँ उठाउनु न तपाईँ, उठाउने काम चाहिँ म गर्छु। तर बेलनको काम त गर्नुहुन्छ। बेलनको काम त गरिन्छ। औँठी यो सुनकै हो? यो हो सुनकै हो नि। यो सुनबाहेक अरू के हुन्छ, के नै हुन्छ रहेछ सर? यो एकभन्दा बढी बिहे गर्न नपाइने नेपालको कानुनले भन्छ। हजुर त्यो सम्भव छ त? फेरि तपाईँले अलरेडी कानुन मिचेर 5वटा बिहे गरिसक्नु भएको छ। होइन सर, त्यो गर्न पाइन्छ। दाजुभाइहरू काकु बाकुहरूले भन्छन् कि हाम्रो सन्तानमा खानदानमा चाहिँ तैँले रेकर्ड कमाएछ भनिरहेको छन् कि। ए तर अब 100जनाभन्दा बढी पुऱ्याएँ भनेर मैले विश्वकै रेकर्ड भयो नि त सर होइन र? विश्वकै कीर्तिमानी म त गिनिज बुकमा लेख्ने भयो सर। अब 100वटा चाहिँ पुर्याउने हजुर सक्नुहुन्छ त? कति वर्ष हुनुभयो तपाईँ? म चाहिँ भर्खर अनुमान गर्नु सर म कति वर्षको होला। कसरी के देखेर तपाईँलाई प्रपोज गर्छन्? यो सुन देखेर पनि होला सर है। सुन देखेर पनि होला। मैले अब यस्तो सुन लगाएको छैन। अब म बसेको ठाउँमा चाहिँ बत्ती बाल्न पर्दैन त, भक्कै बोल्छ सर, बोल्छ होइन। दर्शक पनि यति बेला हामीसँग हुनुहुन्छ टिकटकमा निकै नै भाइरल भइरहेका टिकटक सरकार भनेर चिनिने एकजना व्यक्ति जसले 5वटा चाहिँ बिहे अलरेडी गरिसक्नु भएको छ भनेर भन्नुभएको छ भने अझै 95वटा बिहे गरेर विश्व कीर्तिमान बनाउने भनिसकेपछि आज हामी उहाँसँग कुराकानीका लागि जोडिएका छौँ। र उहाँले घाँटीमा पनि सुनको नेक्लेस लाउनु भएको छ, चेन लाउनु भएको छ, हातमा पनि त्यस्तै, हातमा पनि औँठी 5वटा औँठी लाउनु भएको छ। र उहाँले चाहिँ 5वटा बिहे चाहिँ आधिकारिक रूपमै 5वटा बिहे गरिसक्नु भएको र अझै पनि धेरैवटा बिहे गर्न मन भएको र धेरैवटा गर्लफ्रेन्ड भएको भनेर उहाँले हामीलाई भन्नुभएको छ। उहाँसँग कुराकानी गर्छौँ। नमस्कार, तपाईँलाई स्वागत छ। नमस्कार हजुर। तपाईँको शुभ नाम के हो? मेरो टिकटक सरकार। म टिकटक सरकारको नामले चाहिँ अलिकति चर्चित छु। तपाईँ साथीहरूले चिन्ने गर्छन्। ए तपाईँ टिकटक चलाउनुहुन्छ? हजुर टिकटक चलाउनुहुन्छ तपाईँ? हजुर टिकटक चलाउँछु। के गर्नुहुन्छ टिकटकमा तपाईँ? टिकटकमा लाइभ बस्ने अब होइन, अब साथीहरू नयाँ नयाँ साथीहरू बनाउने, अब कोही मन परेको साथीहरू अब खोजतलास गर्ने होइन, त्यही हो। लाइभ पनि बस्नुहुन्छ? बस्छु। कति कमाउनु भयो अहिलेसम्म टिकटकबाट भन्नुहोस् त? कमाउने त कति कमाइयो अब यति नै छैन होइन। कमाउनु त धेरै कमाइयो। कति करोड? खरब त नभनौँ होला सर, अब करोडसम्म चाहिँ कमाइयो। करोड चाहिँ कमाउनु? कति 1 करोड जति कमाउनु भयो? 1 करोड जति कमाइयो। हो? कसले दिन्छ तपाईँलाई त्यस्तो गिफ्ट? करोडौँ गिफ्ट चाहिँ कसले दिन्छ? अब 5वटा चाहिँ मैले बिहे गरिसकेँ होइन, रेगुलर मैले 5वटा बिहे गरिसकेपछि तपाईँको अब गर्लफ्रेन्ड भन्ने कुरामा त तपाईँको मभन्दा के अरे 100जनाभन्दा बढी छन्। ए गर्लफ्रेन्डै 100जना छन्? 100जनाभन्दा बढी छन् होइन। 100जनालाई मध्येमा कसैले कतै बोलाउँछन्, कसैले कतै बोलाउँछन्। तिनीहरूले 100जना मध्येले 10,000 दिए पनि कति पैसा जम्मा हुन्छ ल भन्नुहोस् त? ए त्यही भएर तपाईँले यो हातमा हात खै देखाउनुहोस् त, हातको औँठी यो सुनकै हो? यो सुनकै हो नि। यो सुनबाहेक अरू के नै हुन्छ रहेछ सर? यो सुनकै हो। कतिवटा छ औँठी? कतिवटा छ औँठी? चाहिँ 5वटा छ। 5वटा नै किन लाउनु भयो? 5वटा चाहिँ यो 5वटा बिहे गरेँ मैले होइन। जाने बेला चाहिँ बुढीहरूले यो चिनो छोरा दिए। ए त्यस्तो? हजुर। ए भनेपछि 5वटा चाहिँ तपाईँले घरमै भित्राउनु बिहे गर्नु? कति छन् त 5वटाबाट? तपाईँले 5वटा बिहे गरेपछि बच्चा चाहिँ कतिवटा छन् तपाईँका? बच्चा चाहिँ 5वटाबाट तपाईँको एउटा नानी छ सबैको? सबैको। भनेपछि 5वटा तपाईँले बिहे गर्नुभयो, 5वटाबाट छोरी छन्? सबै छोरी छ, फेरि साथमा छैन, सबै लिएर गयो। ए त्यस्तो? हजुर। किन त्यस्तो भयो भन्नुहोस् त, कहानी भन्नुहोस् त? अब सबैको हक दिएर आमाको लाग्दो रहेछ सर होइन। अब आमाले दिन्न भनेपछि आमाको लाग्यो होइन। मेरो के नै लाग्छ र गर्लफ्रेन्डले पनि त्यत्तिकै मलाई प्रपोज गर्छन् कि। ए तपाईँलाई प्रपोज गर्छन्? प्रपोज गर्छन् नि। कसरी के देखेर तपाईँलाई प्रपोज गर्छन्? यो सुन देखेर पनि होला सर है। सुन देखेर पनि होला। मैले अब यस्तो सुन लगाएको छैन। अब म बसेको ठाउँमा चाहिँ बत्ती बाल्न पर्दैन त, भक्कै बोल्छ सर, बोल्छ होइन। त्यही भएर पनि हो कि जस्तो लाग्छ। कतिवटा गर्लफ्रेन्ड छन् अहिले तपाईँको?
मेरो लगभग 95 जति छ, लगभग 100 बढी नै होला सर। एउटा बन्दी गर्ने भने 100 बढी नै होला। त्यत्रो गर्लफ्रेन्ड बनाउनु भएको छ? माया गर्छन् कि सबैले स्वार्थको माया लागि? गर्छन् नि। ओहो, कसैले पोखराबाट बोलाउँछन्, कसैले काठमाडौँबाट बोलाउँछन्, कसैले धरानबाट बोलाउँछन्, जहाँसुकैबाट मलाई आउनु त भन्छन् होइन। मलाई जाने फुर्सदै छैन। कति ठाउँ जानु कि एउटा मान्छे जाने फुर्सदै मिल्दैन क्या। अगाडिको दाँतै रहेनछ तपाईँको, त्यही भएर हो कि धेरैले मन पराउने? दाँत चाहिँ अब एउटाले चाहिँ होइन, मेरो अलि नजिकको घनिष्ठ गर्लफ्रेन्डले चाहिँ यो सुनको दाँत हालिदिन्छु भनेर चाहिँ फुकालेर चाहिँ नाप्न लिएको छ होइन। फेरि यही देखेर चाहिँ अरूले पनि त्यो सुनको दाँत हालिदिनलाई हो कि प्रपोज गरेको गरेछन् कि। अब सुनको दाँत हाल्दै हुनुहुन्छ तपाईँ? त्यसो दाँत हालिदिन्छु। अलिकति यता जानुहोस् त। हो त्यहीँनिर। भनेपछि अब कति छ तपाईँसँग अहिले जो तपाईँले अब जस्तो एकदम मोटो लाउनु भएको छ, यो 4-5 तोलाकै जस्तो देखिन्छ, घाँटीको हातको पनि अब त्यस्तै देखिन्छ चेनहरू, कति छ तपाईँसँग यो सुन? कति छ? यो कम्तीमा पनि सर 15 तोला चाहिँ होला सर। 15 तोला जति घरमा पनि छ? आफूले चाहिँ अब सुन तराजमा तौलेन सर, अर्कोले तौलेर दिएको होइन। अनुमान चाहिँ 15 तोला जति होला। 15 तोला जति? हजुर। भनेपछि तपाईँको अब 5वटा श्रीमती भइसक्यो? भइसक्यो। 5वटैसँग सुहागरात मनाउनु भयो? मनाइयो सर। अब बिहे गरेर त मनाउनु परिहाल्यो नि। कहाँबाट बिहे गर्नुभयो भन्नुहोस् त? अरू कुन कुन जिल्लाबाट बिहे गर्नुभयो? कसरी बिहे गर्नुभयो? मैले चाहिँ एउटा सल्यानबाट बिहे गरेँ, एउटा पोखराबाट, एउटा धरानबाट, एउटा यताबाट रुकुमबाट, रुकुम पूर्वबाट होइन, अनि एउटाबाट के अरे यो बुटोलबाट गरेँ सर। भनेपछि कति समय चाहिँ तपाईँले जस्तो बिहे गरेको कति समयसम्म 5वटा श्रीमतीलाई राख्नुभयो? जेठी श्रीमती कति? 1 वर्षपछि सर, कोही 6-7 वर्षपछि। त्योभन्दा बढी त टिक्न सकेन सर, गइहालेँ। किन होला टिक्न नसक्नुको कारण? खै सर, त्यसको चाहिँ अब कारण बुझ्न सकिएन है। कसैको माया स्वार्थी पनि हुँदो रहेछ सर होइन। साँचो माया चाहिँ नगरे होला नि जस्तो लाग्छ मलाई, त्यही भएर पनि होला। भनेपछि अब तपाईँले जोस् कतिवटा पुर्याउन मन छ त? अब बिहे गरेर कतिवटा श्रीमती गराउनु मन? मलाई चाहिँ सर कम्तीमा पनि 100वटा पुर्याउन मन छ। 100वटा चाहिँ पुर्याउने सक्नुहुन्छ त? कति वर्ष हुनुभयो तपाईँ? म चाहिँ भर्खर अनुमान गर्नु त सर, म कति वर्षको होला? तपाईँ हेर्दाखेरि त अब 35-36 को जस्तो देखिनुहुन्छ। हो, 100वटा पुर्याउने विचार छ सर। म चाहिँ अहिले त्यसै हजुरले भनेअनुसार चाहिँ होइन, अनुमान गर्नुभयो, ठिकै भयो, धन्यवाद हजुरलाई। 100जना चाहिँ पुर्याउने छ सर। पुर्याउनु छ, मलाई विश्वमै रेकर्ड कीर्तिमान कमाउनु छ सर। के यो कुरा सम्भव होला सर? के छ अब तपाईँले आँट्नु भएको छ होइन? मैले त आँटेको छु। यदि कोही इच्छुक हुनुहुन्छ भने तपाईँको सोख हो यो बिहे गर्ने, धेरैभन्दा धेरै बिहे गर्ने सोखै हो? हजुर हजुर। अब 100वटा बिहे गर्दा त अब 100वटै जन्मेला नि त सन्तानहरू फेरि, अनि तिनीहरूलाई लालन पालन गर्नु पर्यो, तिनीहरूलाई पुर्याउनु पर्यो, सबै कुरा देखाउनु। मैले गर्नै पर्दैन खान लालन पालन, उनीहरूले गरिहाल्छन् नि। उनीहरूले बरु हामी कमाउँछौँ, तँलाई हामी पाल्छौँ, खुवाउँछौँ, प्याउँछौँ, राम्रो मिठो मिठो खुवाउँछौँ, तँलाई कारमा बसाउँछौँ भन्छन् सर उनीहरूले। हजुर। किन त्यस्तो कारण चाहिँ के हो? खै सर, उनीसँग होला नि त पैसा सर होइन। पैसा भए त जे पनि हुन्छ, उनीहरूसँग पैसा होला नि त। तपाईँसँग छैन पैसा? मसँग पनि छ छैन त? मसँग पनि छ, तर उनीहरूले खर्च गरिहाल्छन् सर, मैले किन गर्नु पर्यो? अहिले कतिवटा छ तपाईँसँग गर्लफ्रेन्ड? अब बिहे गरौँ भनेर एकदम बिहेकै लागि मरिहत्ते गर्ने चाहिँ कतिजना छन्? हुन त 100भन्दा बढी छ सर होइन। सबैजनाले प्रपोज गर्छन् कि। म कसलाई छान्ने कसलाई नछान्ने भइरहेको छ, मै दङ्ग परिरहेको छु कि। अब कसैले पोखराबाट भेट्न बोलाउँछ, कसैले रुकुमबाट, कसैले काठमाडौँबाट भेट्न बोलाउँछ। मलाई भेट्नलाई टाइमै मिलिरहेको छैन सर। भनेपछि तपाईँ अब लगभग बिहे गर्ने तयारीमा हुनुहुन्छ? हजुर, बिहे गर्ने तयारी। कहिलेसम्म हुन्छ अब तपाईँको अर्को बिहे? अब 6औँ बिहे त होला? अब म लगन महिनामा चाहिँ गरौँला भनेको सर। अब वैशाख पनि गयो होइन, अब आउने मङ्सिरसम्म चाहिँ बिहे गरौँला भनेको सोच बनाएको छु मैले। अब 100जना बिहे गर्ने अब तपाईँको चाहना छ, पुग्छ त 100जना? कोटा पुर्याउँछ सर, पुग्छ। हो, अलि प्रपोज गरिराख्छन् नि, त्यतिजनाले प्रपोज गरिराख्छन् सर। तिनीहरूलाई ल्यायो भने त पुगिहाल्छ नि। पुग्छ। कस्तो खालको केटी तपाईँलाई चाहिन्छ भन्नुहोस् त? मलाई चाहिँ कस्तो के हुनु पर्यो गुण चाहिँ तपाईँले? सर मलाई चाहिँ राम्रोसँग माया गर्ने, दुःख सुखमा साथ दिने है। ल म बुढोमा तिमीलाई पाल्न सक्छु भन्ने, पैसा भएको होइन,
पैसा भएको चाहियो पैसा भएको चाहियो नि सर किन पैसा तपाईँसँग पनि प्रशस्तै छ नि त पैसा त मसँग पनि छ होइन तर अब दुईजनासँग भयो भने त धेरै हुन्छ नि त होइन जहाँ घुम्न गए पनि घुम्न जान पाइयो होइन अलिकता साथीभाइहरूले चिन्ने मौका पनि मिल्यो भनेपछि तपाईँको गाडी पनि छ आफ्नै छ गाडी पनि छ सर गाडी चढ्नुहुन्छ मारुति कार छ भनेपछि त यो सबै कहाँबाट कमाउनु भयो कसरी कमाउनु तपाईँले सबै लुट्नु भयो कि गर्लफ्रेन्ड धेरै छन् भन्नु कमाएँ सर अलिअलि त मलाई गर्लफ्रेन्डले हालिदिएको सर दिएको सबै यत्रोजनाले 10,000 दिएपछि कति हुन्छ सर करोड नागेन के छ र तपाईँसँग चाहिँ बिहे गर्ने तपाईँसँग के छ त्यस्तो गुण मसँग त्यस्तो छैन त केही पनि छैन सर है अब उनीहरूले भन्छन् कि तेरो बोलीमा चाहिँ एकदम जादु मन्त्र रहेछ के झन् हाँस्दाखेरि अगाडिको दाँत देखिँदैन झन् मक्कै हो क्या अगाडिको दाँत छैन सर यो होइन दाँत पनि छैन तेरो बोली पनि जादुमय छ त्यही भएर तँलाई हामीले चाहिँ मन परायौँ भन्ने कुरो चाहिँ गर्छन् क्या सर ए त्यस्तो लाग्छ तपाईँलाई पनि त म खत्रै ह्यान्डसम छु जस्तो लाग्छ तपाईँलाई लाग्छ नि सर मैले त भर्खर 15 वर्षको जवानी जवानी जस्तो लाग्छ नि तर के गर्नु अलिकति चाहिँ उमेर चाहिँ गइसक्यो सर धेरै होइन सर 35 उमेर चाहिँ भयो 35 भयो अब चस्मा पनि कालो चस्मा लाउनु भएको छ हजुर कालै देखिन्छ कि अलि गोरो देखिन्छ यो चस्मा होइन चस्मा त पुरै झलमला देखिन्छ सर एकदम सेतो देखिन्छ सर कालो चस्मा लगाएर कालो देखिने भन्ने हुन्न नि त कालो देखिन्छ र सर देखिन्न नि न तपाईँले कालो देख्नुहुन्छ कि आँखा कमजोर त छैन तपाईँको नै आँखा कहाँ कमजोर हुनु छ यस्तो 35-36 वर्षको जवानीमा लक्क जवानीमा आँखा कमजोर हुने कुरो त भएन सर कहाँ छन् त तपाईँको अहिलेको गर्लफ्रेन्डहरू कहाँ कुन ठाउँका छन् गर्लफ्रेन्ड त यो नेपाल अधिराज्यभरि छन् सर कोही पूर्व छन् कोही काठमाडौँ छन् कोही कास्की पोखरा छन् सर कोही रुकुम पश्चिम जाजरकोट सुर्खेत कल्याण रोल्पा रुकुम जहाँसुकै छन् सर ठाउँ छन् होइन अब सबैले प्रपोज गर्छन् भेट्न भन्छन् म पालो कर्म चाहिँ जाँदैछु क्या सबैलाई भेट्न अनि तपाईँ आफै पछि लाग्नुहुन्छ कि केटीको उनीहरू पछि लाग्छन् उनीहरू पछि लाग्छन् सर म कहाँ पछि लाग्नु म त एउटा मान्छे त्यतिजनाको पछि लागेर भ्याउँछ होला सर भ्याउँदैन होला नि उनीहरू पछि लाग्छन् उनीहरू पछि लाग्छन् फोन गर्छन् यहाँ आइज यस्तो ठाउँ भेट्न आइज भन्छन् म त सबैलाई पालो दिइरहेको छु कर्म सबैलाई समाजसेवा सबैलाई पालो दिइरहेको छु र सेवामा लागेको छु तपाईँ बेलनै हो क्या नै त्यस्तो बेलन भन्छ नि गाउँघरतिर हजुर होइन तपाईँको यो सबै कुरा सुन्दा चाहिँ हजुर तपाईँ त बेलनै जस्तो पो देखियो त बेलन त सर अब एउटा गाउँघरमा ठुलो बोका पालेर चाहिँ अब होइन पैसा उठाउनेलाई चाहिँ बेलन भनिन्छ सर होइन तर म त पैसा त उठाउँदिनँ सर पैसा चाहिँ उठाउनु न तपाईँ तर बेलनको काम त गर्नुहुन्छ बेलन काम त गरिन्छ अनि बोका भएपछि अनि बोकाले बेलन काम गर्दैन त त्यस्तो गर्नुहुन्छ तपाईँ गर्छु भनेपछि भेटघाट भयो भने अब तपाईँ जस बुझे भयो त्यो त ढुक्क छ होइन कति पुगे अहिलेसम्म त्यो त त्यसै जनामा नै बढी पुग्यो होला हो हजुर कति 2-3 सय 100 जनाभन्दा बढी पुग्यो होला बढी पुगिसक्यो त्योभन्दा बढी त भन्न सकिँदैन त्यति नै पुगे है त्यो पनि सोख हो तपाईँको के हो हजुर त्यो पनि सोख हो तपाईँको रुचि हो त्यो म यस्तै गर्छु त्यो पनि रुचि हो नि मेरो रुचि हो सबैको आफ्नो छ जस्तो तपाईँलाई मैले अचम्म लाग्यो एउटा कुरा के भने धेरैको चाहिँ कसैलाई के हुन्छ भने मलाई धेरै पैसा कमाउँ भन्ने चाहना हुन्छ होइन कसैलाई म राजनीतिज्ञ हुँ नेता हुँ पत्रकार हुँ युट्युबर बनौँ होइन भन्ने लाग्छ तपाईँलाई चाहिँ फेरि म धेरैभन्दा धेरै बिहे गरौँ धेरैभन्दा धेरै गर्लफ्रेन्ड बनाऊ भन्ने लाग्दो रहेछ मलाई चाहिँ यही लाग्छ सर मलाई त अब 5वटा पुगिसक्यो सर होइन सकेसम्म 100भन्दा माथि चाहिँ बिहे गर्न पाऊँ धेरै गर्लफ्रेन्ड बनाउन पाऊँ होइन एउटा विश्व रेकर्ड गर्न कीर्तिमानी कमाउन पाऊँ भन्ने चाहिँ मलाई लागिरहेको छ मेरो रुचि चाहिँ यही हो तपाईँले यो फेरि भाइरल हुनलाई तपाईँले 5वटा बिहे गरे भनेर त भन्नु भएन नि तपाईँको प्रमाणै छ नि होइन भाइरल हुनलाई चाहिँ गर्ने भए त दुनिया संसारले यस्तो गर्दैन सर म त एउटा भएको कुरा हो सर रियल कुरा हो नि तपाईँले 5वटा बिहे गरेको साँच्चै हो नि प्रमाणै छ मैले भएको कुरालाई चाहिँ प्रमाणित देखाएर प्रमाणित गरेको छु सर हो त्यस्तो झुटो कुरा होइन सर फोटोहरू छ बिहे गरेको 5वटै श्रीमतीसँग देखाउन सक्नुहुन्छ अहिले त होइन फोटो छ नि सर किन न अब उहाँहरूको पनि गोपनीयता होला फेरि त्यो त अब होइन सबैले देखाउन मिल्दैन हैन फोटो त छ नि फेरि हामी तपाईँको सबै खोज्छौँ नि खोजेर म देखाउँछु सर देखाउँछु तर 5वटा बिहे भएको पक्कै हो नि पक्कै हो सर
तपाईँहरूलाई किन ढाप्नु छ तपाईँहरूलाई म देखाइदिन्छु नि भनेपछि तपाईँको जस्तो 5 वटा बिहे भयो हजुर हैन हजुर तपाईँको घर खानदानमा कुल खानदानमा कसैले यस्तो पहिला गरेको थियो कि थिएन कि गरेको थिएन सर हाम्रो खानदानमा एउटा भन्दा बिहे कसैले गरेर रहन्छ होइन अहिले मैले 5 वटा गरेँ 5 वटा गरेपछि हाम्रो दाजुभाइहरू काकु बाबुहरूले भन्छन् कि हाम्रो सन्तानमा खानदानमा चाहिँ तैँले रेकर्ड कमाएछ भनिरहेको छन् कि ए र अब 100 भन्दा बढी पुऱ्याएँ भनेर मैले विश्वकै रेकर्ड भयो नि त सर होइन र विश्वकै कीर्तिमानी म त गिनिज बुकमा लेखिने भयो सर अब मेरो नाम गिनिज बुकमा लेखाउनु पर्यो के भनेर लेखाउनुहुन्छ फलाना ठाउँको मान्छेले यस्तो मान्छेले चाहिँ यति बिहे गर्यो भनेर चाहिँ अब एउटा विश्वले चिन्ने एउटा माध्यम बाट चाहिँ हैन गिनिज बुकमा चाहिँ लेखाउनु परेको छ र सबैभन्दा धेरै बिहे गर्ने सबैभन्दा धेरै बच्चा जन्माउने नेपालको कोही मान्छे छ भने टिकटक सरकार भनेर टिकटक सरकार हो जस्तो अब बिहे त तपाईँले 100 वटा गर्ने भन्नुभयो होइन अब बच्चा बच्ची चाहिँ कति बनाउनु मन छ तपाईँको जस्तो 5 वटा श्रीमतीबाट 5 वटै छोरी भए अब धेरै त सक्दिनँ सर एउटाबाट कम्तीमा 2 जना नभए एउटा चाहिँ बनाउन सकिन्छ बनाउने चाहिँ इच्छा छ मेरो 100 जनाबाट एउटा बनाए 100 जना भइहाल्यो छोराछोरी होइन छोराछोरी भयो भने 100 जना भयो भने त 100 जनालाई फेरि पछि पालन पोषण गर्नु पर्यो पढाउनु लेखाउनु पर्यो तिनीलाई बसाउनु पर्यो घर बनाउनु पर्यो फेरि 100 वटा घर बनाउनु पर्यो सर त्यसमा पनि ठुलो एउटा जिम्मेवारी छ नि सर पुग्छ त तपाईँले कमाएको पैसाले सम्पत्ति छ कति छ तपाईँको कमाएकोले चाहिँ 100 जना छोराछोरीलाई चाहिँ घर बनाएर बसाउन सक्छु भन्ने त्यस्तो आँट छ सर सम्पत्ति पनि छ मैले अहिलेसम्म हारेको छैन के कुरा सम्भव होला त सर के छ अनि सम्पत्ति कति छ तपाईँको घर कतिवटा छ खेतहरू कति छ जग्गा जमिन कति छ कहाँ छ घर तपाईँको काठमाडौँतिर छ कि घर चाहिँ एउटा पोखरा छ एउटा काठमाडौँ छ एउटा दाङमा छ अहिले चाहिँ यति नै छ सर अहिले यति नै छ अब घर बनाउने अभियानमा छु सर म अहिले घर पनि बनाउनु पर्यो त होइन छोराछोरी मात्र जन्माएर पनि भनौँ तिमीलाई लेखाउनु पर्यो पढाउनु पर्यो घर पनि बनाउनु पर्यो बसाउनु पर्यो अब सबैजनालाई 100 जना छोराछोरीलाई एउटा घर बनाउने अब तर नेपालको कानुनको व्यवस्था तपाईँलाई थाहा छ होला होइन बहुविवाह भनेको चाहिँ एकभन्दा बढी बिहे गर्न नपाइने नेपालको कानुनले भन्छ हजुर त्यो सम्भव छ त फेरि तपाईँले अलरेडी कानुन मिचेर 5 वटा बिहे गरिसक्नु भएको छ सर त्यो गर्न पाइन्छ मैले हाम्रो प्रधानमन्त्रीज्यूलाई सोधेको थिएँ अस्ति ल तपाईँलाई छुट छ तपाईँले गर्नुहोस् जसरी भए पनि तपाईँ कीर्तिमान तपाईँले विश्वकै कीर्तिमान कमाउनुहुन्छ भने त्यति पनि गर्न नपाएर र गर्नुहोस् भन्नुभएको छ मलाई प्रधानमन्त्रीज्यूले मैले अब चाहिँ स्वीकृति पाइसकेँ ल अब अन्तिममा छौँ कुराकानीको के भन्न चाहनुहुन्छ अब तपाईँ अन्तिममा आम दर्शक तपाईँको फ्यानहरूलाई तपाईँको टिकटकमा तपाईँलाई हेर्ने टिकटक सरकार आइडीलाई हेर्नेहरूलाई के भन्न चाहनुहुन्छ यहाँ हेरेर भन्नुहोस् त मेरा सम्पूर्ण टिकटक फ्यामिली साथीहरूलाई विनम्र नमस्कार विनम्र अनुरोध गर्न चाहे म टिकटक सरकार भन्ने मान्छे हो है मेरो आइडी नाम त खास गरी सबिन भाइ 1 2 3 हो है यो शर्त बक्समा गएर तपाईँहरूले शर्त गर्न सक्नुहुन्छ सबिन भाइ 1 2 3 होइन अनि तर म टिकटक सरकारको नामले चिनेको यदि साथीहरूले शर्त गर्नु होला